हेलो 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 सबैमा नमस्कार साथीभाइ सबैमा नमस्कार सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू र म एउटा नयाँ प्रसङ्ग केही लिएर आएको छु। अब हाम्रो एनआरएनए एनएसी जापान अब यो हामी मेम्बरसिप बन्ने सदस्य भनौँ न, साधारण सदस्य बन्ने मिति आज 10 तारिकसम्म नै छ होइन। र मैले पनि अब पहिला पनि म बनेको थिएँ मेम्बर। अब पहिला त म सदस्यमा पनि उठेको थोरै केही मतले गर्दाखेरि म हारेको थिएँ होइन। तर अहिले पनि म चाहिँ उठ्ने भन्ने चाहिँ अब अहिले पनि उठ्नलाई अब यताउति कुरोकानी आएको थियो होइन। अब त्यहाँबाट प्रस्ताव पनि आएको थियो उठ्नुहुन्छ भन्ने कुराहरू अब साथीभाइहरूबाट। तर चाहिँ म चाहिँ त्यति समय नभएको कारणले म चाहिँ अहिले उठ्न सकिनँ। तर जति पनि हाम्रा जापानमा नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन, यदि यो चाहिँ तपाईँहरूले साधारण सदस्य यो लिनुभएको छैन भने मेम्बर बन्नुहोस् होइन। एनआरए एनएसी जापानको